अरू म्याचहरू पनि लगातार खेल्ने मेरो प्लानमा त थियो, तर घरबाट चाहिँ के कुरा भन्दाखेरि वर्ल्ड कप अघि नै भैँसी ठ्याक्कै बिहा थियो के अरे घर। अनि 2-4 दिन भैँसी मैले नै दुहेको थिएँ कि, अनि मैले नै दुहेको भएपछि चाहिँ भैँसी चाहिँ एक हाते भएर छ त्यतिखेर होइन। अनि घरबाट मलाई ए बाबु घर आइज, भैँसी त एक हाते नै भयो, त नआइकन भएन, भैँसीले दुधै दिएन भनेर भन्नुभयो। अनि त्यही भएर म चाहिँ खेल्न छोडेर घरतिरै गएर भैँसी दुहुन थालेँ भनेर भन्नुपर्छ हेर्नुहोस्। र अनि अहिले चाहिँ त्यो भैँसी चाहिँ थाक्यो के अरे, भैँसीले दुध पनि दिन छोड्यो, अलिक कमै दिँदै गर्छ, लगभग शून्यकै रेटमा पुर्याइसक्यो दुध दिन। त्यही भएर अहिले चाहिँ अब भैँसी दुहुन नपर्ला जस्तो भयो भनेर अनि म चाहिँ अहिले यतै आएर फुटबल खेल्न थालिदिएँ पनि भन्नुपर्छ हेर्नुहोस्। र बिचमा चाहिँ मलाई अलिकति सानोतिनो भन्ने कि कस्तो भन्ने चोट पनि लाग्यो, अनि अलि चोट लागेपछि चाहिँ अलि गाह्रो पनि भयो, खेल्न जस्तो पनि भइरहेको थियो। तर अहिले चाहिँ जो खुट्टा चाहिँ चोट लागेको खुट्टा चाहिँ अहिले पूर्ण रूपमा लगभग सन्चो नै भए जस्तो पनि भइसकेको छ। र अब म चाहिँ एकदम राम्रोसँग खेल्न सक्छु भन्ने आँट पनि आएको छ भित्रभित्रबाट।